यस्तो छ है साथीहरू हाम्रो इलामको कन्यामको चिया बगान माथि भ्यू टावरमा हामी जाँदैछौँ तर जुका लागेर डर लाग्यो होइन। ल तपाईँलाई कन्यामको यो चियाबारीमा के भन्न मन छ दुई शब्द? तपाईँको मनभित्र केही कुराहरू छैन सर? अहिले केही छैन, केही छैन, खाली छ अहिले फुर्न खोज्दैछ। ल ठिक छ, फुर्नेपछि चाहिँ सम्झिनु होला है। मुटु टुक 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 भयो मेरो त। ठाउँले संसार छोड्छ जस्तै भयो। उकालो हिँडेर एकदम गाह्रो भएको छ हैन। प्रसिद्ध ठाउँ चाहिँ यो एउटा पोखरीको रूपमा पनि लिइँदो रहेछ, बनिँदैछ। यहाँ यति खाडल भएछ अनि नेपाली झन्डा यहाँ फरफराउँदैछ। तपाईँहरूले देख्न सक्नुहुन्छ, सक्नु हुँदैन त्यो तपाईँहरूको विचार, तर मैले भिडियो गरेर तपाईँहरूको लागि हालिसकेको छु। आउनुहोस् दर्शक वृन्दहरू। फर्किने क्रममा हामी चाहिँ अब सुकानीको पुलमा छौँ। सालबारी मेरो भिडियोमा देखिनु। सर हाम्रो यात्रा कस्तो रह्यो? एकदम फर्स्ट क्लास, रमाइलो भइरहेछ। हाम्रो इन्जोय गरिरहेछौँ। हामीले इन्जोय गरिरहेको अवस्था छ। वान नाइट रिफ्रेसमेन्ट एकदमै राम्रो पनि भएको छ, खुसी लागेको छ होइन। यति लामो पुल छ है, हामी चाहिँ पुलमा जाँदैछौँ यसो है। राम्रो छ। हामी सुखानीको पुलमा छौँ। यो झोर्लङ्गे पुल रहेछ अनि यो चाहिँ एकचोटि यो पाँचजनालाई चाहिँ मारेर एउटा उहाँको स्मरणमा बनाएको एउटा भन्ने यसको किंवदन्ती छ होइन। सब्सक्राइब गरिदिनुहोस् होला। यस्तै यस्तै नयाँ नयाँ ठाउँमा घुमाउने छौँ तपाईँहरूलाई हामीले होइन। गलियो यहाँ यस्तो छ। टिकटिके बनाइदिनु त टिकटिके आफूले अगाडिबाट चाहिँ बनाउने हो। सर सब्सक्राइब गरिदिनु भन्नु न त। एक दुईजनाले सब्सक्राइब गरिदिनु। जसले साथीहरूले हेरिरहनु भएको छ यो हाम्रो सरस्वती मिसको चाहिँ भ्लग, सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। त्यसमा चाहिँ म फेरि तपाईँहरूलाई सब्सक्राइब गरिदिनु भएको भने तपाईँलाई आकर्षक गिफ्ट दिनेछु है। यस्तो ठाउँमा घुम्दैछौँ हेर्नु, एकदम शीतल छ। हामी हुनु त इलामबाट आएको शीतल ठाउँबाट घर फर्किँदै गरेको। यहाँ चाहिँ गर्मी छ तर पनि एकदम रमाइलो ठाउँ छ। यहाँ चाहिँ पोखरी रहेछ। यो चाहिँ के रहेछ भने त हामी हेर्न आएको। यहाँको मुख्य विशेषता चाहिँ कस्तो राम्रो, यहाँ हेर्नु न। यो आफू बनेको यो रुख हो, रुखबाट बनेको यहाँ कस्तो अचम्मको चिज छ हेर्नु त साथीहरू। कस्तो अचम्म। यहाँनिर पुरै मटरहरू पनि रहेछ नि त। अनि हुँदै हुँदैन के हुन्छ भन्छु नि, घाँसी कुवा जस्तै के। हामी जान्छौँ ल अगाडिबाट, जान मिल्यो। घाँसी कुवा बस ए नि कत्रो कत्रो। अघि सुकानीको यहाँ 5 जना शहीदहरू चाहिँ मृत्यु भएर उहाँहरूको सम्झनामा बनाइएको भन्ने हाम्रो भाउजूले भन्दै हुनुहुन्थ्यो। उहाँले खगेन्द्र सरले भन्नुभएको, खगेन्द्र सरले। अनि त्यसको चाहिँ यहाँनिर बनाइएको रहेछ। हाम्रो 5 जना मृतक 5 जनाबाट बनाइएको सुखानीको 5 जनाको प्रतीक चाहिँ यहाँ यसरी बनाइएको छ। 5 जना रहेछ के नि? जङ्गलको नाम चाहिँ सुखानी।
सुखानी जङ्गलमा माओवादी भन्दै मारिदियो सक्यो उहाँहरू चाहिँ माओवादी थिएन खास चाहिँ होला पनि यहाँ कहाँ यहीँ गरेको पञ्चायत कालमै सालतिर त 5 यहीँ गाडिदिएको हो 5 जनालाई यहीँ गाडिदिएको